थियो। अब म यो चामलको पिठोलाई तातो पानीले मुछ्छु। भित्र हाल्नलाई चनाको दालमा हामी लसुन, अदुवा, बेसार, खोर्सानी, स्वाद अनुसार नुन र थोरै मात्रामा पानी हालेर पिस्नेछौँ। हाम्रो चनाको दाल पिसेर रेडी भइहालेछ। यसमा धनियाँ पत्ता एड गरिदिनु। त्यसपछि हामी यो डललाई हाम्रो पानी उम्लिन लागेको छ। त्यसपछि यस्तो हुनेछु। अब यसलाई उम्लेको पानीमा राख्नेछौँ हामी। उम्लेको पानीमा डुबाइसकेपछि पाक्न जतिसम्म यसलाई उमाल्ने हो। यो पाकिसकेपछि आफै माथि पानीमा तेरिन थाल्छ। अहिले हेर्नुहोस् यो पानीमा डुबेको छ। यो पाकिसकेपछि तेर्न थाल्छ, माथितिर आइहाल्छ। पाकेर रेडी भयो। यस्तो देखिन्छ। अनि यो सानो बेबीहरूलाई पनि